हेलो हेलो म र मेरो साथी होइन आज बाहिर जाँदैछौँ छुट्टी थियो नि त त्यही भएर रुममा बस्न गर्मी थियो त्यही भएर आज बाहिर जाँदैछौँ हामी अब चाहिँ गेट आइपुगिसक्यौँ होइन अब बाहिर जाने हो नामसाम लेख्नुपर्छ यहाँनिर अनि बाहिर जाने हाम्रो केटाहरू घर आइसकेछ फर्किसकेको छ अब हामी भर्खर जाँदैछौँ है यता हेरौँ न यहाँ एकजना पुरा गर्लफ्रेन्डसँग चाहिँ बिजी बिजी छ हामी यहाँ आइपुग्यौँ गेटमा हामी गेटबाट बाहिर प्रवेश भयो हो है अब हामी बाहिर जाँदैछौँ यहाँदेखि चाहिँ हामी उँभो जान्छौँ यस्तो छ दृश्य राम्रो देखिन्छ यहाँदेखि उँभो हामी उँभो जान्छौँ अनि यतातिर चाहिँ फेरि नालीतिर नि माछा गतिलो गतिलो पाउने क्या टर्ने होइन यो नालीभरि माछा छ क्या यो लाग्यौँ हामी उँभो हाम्रो चाहिँ गन्तव्य उँभो हो आजको लागि चाहिँ उँभो जाने प्लानिङ थियो त्यही भएर उँभो जाँदैछौँ गर्मी छ त्यही पनि केही छैन घुम्न पर्यो नि त होइन हामी गइरहेछौँ लगालक यहाँदेखि तेल गाडी जानु कि उता पेट्रोल पम्प जानु यस्तो छ हाम्रो कम्पनीको वरिपरि यो चाहिँ मलाई अरू नभए नि यो चाहिँ साह्रै राम्रो लाग्छ यो रुख बिरुवाहरू यस्तो छ अब ट्रेनमा बस्दा बस्दा बोर भयो त निस्केर हिँडेर गाडी आइरहेछ रमाइलो छ जोस् मलेसियामा बसेँ होइन अब 2 वर्ष पुगिसकिसक्यो कमाइ छैन ऋण तिरेको छैन होइन अब घर फर्किनु पर्यो जम्मा 2-3 महिना बाँकी भएको छ ऋण डल्लै छ होइन कमाइ छैन अब यसरी घुम्ने खाने बस्ने त के गर्नु घर जाउँ भने ऋण डल्लै छ यहीँ बसौँ भने कमाइ छैन के गर्ने भइरहेको छ अब 2-3 महिना छ बाँकी घर फर्किनलाई पनि गाह्रो छ हौ परदेशीको जिन्दगी है भन्न सजिलो छ है गाउँघरकोले भन्छ यो गयो यसले त कमाइरहेछ यहाँ दुःख कस्तो छ भन्ने कुरो बुझ्दैन क्या मेरो आफ्नै घर फ्यामिलीले नि बुझ्दैन अब गएको छ कमाएको छ पैसा कहाँ खर्च गर्छस् के गर्छस् भन्छ होइन यहाँ कमाइ नै हुँदैन खानुपर्छ अब होइन खर्च सर्च छुटाउँदा अब पैसै हुँदैन त अब के गर्नु गाह्रो छ अनि एउटा चाहिँ होइन सबैलाई यस्तो भन्छ कि न मलाई मात्रै हो साथीहरू कोही आफन्तहरूले फोन गरे नि त कोहीले के छ सन्चै छस् कि छैन कस्तो छ राम्रै छौ भनेर गर्नुपर्ने छैन कस्तो कमाइछ कति कमाइछ कति कमाइस् भन्ने प्रश्न गर्छ क्या म त अनि टाउको दुखेर आउँछ अनि के भन्यो होला जस्तो लाग्छ क्या चाहिँ मलाई एकदमै मनै पर्दैन फेरि अब हामी चाहिँ यहाँदेखि उता जान्छौँ अब आज तेल गाडी घुम्न जाने प्लान हो हाम्रो होइन तेलको बोटहरू यस्तो हुन्छ यतातिर खाने तेलै यो पुरै फ्याक्ट्रीहरू यो खेती नै कम त छैन हामी गाउँघरमा जाँदैछौँ नेपालकै जस्तो महसुस हुन्छ यो बाटो जाँदा चाहिँ तेल गाडी गयो यस्तो छ है हेरौँ न क्या दामी देखिँदो रहेछ हिलो गाडी नेपालको कच्ची बाटो हिँड्ने हो अब कम्पनी यही हो एक गाडा घुमेर आउनु पर्थ्यो मासतिर जानुलाई पनि हेरौँ त राम्रो छ नि है यो बोर्ड चाहिँ खतरा लाग्यो हामीले काम गर्ने कम्पनीमा होइन यही प्लाईहरू बनाउने हो प्लाईहरू अब मुढाहरू ल्याउँछ प्लाई बनाउने तर खै 2 वर्षमा अहिलेसम्म मात्रै अस्तिदेखि मात्रै अलिअलि प्लाई बिक्री भएको जस्तो लाग्यो नभए सब भण्डारमा यस्तो छ यो चाहिँ हो हाम्रो होइन प्लाई कम्पनी किन जङ्गल गाडी छ नि वरिपरि होइन विदेश जस्तो लाग्दैन क्या यो सम्झिँदाखेरि पुरा जङ्गल गाडी तेल बगानमा फाइनली हामी तेल गाडी आइपुगिसक्यौँ
शीतलकै रुममा भन्दा धेरै शीतल हुन्छ, त्यही भएर आएको हामी चाहिँ। अनि यहाँ हाइड्रो पावर कस्तो पाइप यो के को हो यो हामीलाई नै थाहा छैन है। यत्रो ठुल्ठुलो पाइपहरू छ, ल उता हेर्नुहुन्छ नि ल हाम्रो सर फोनमा बोलेर उता जाँदैछ, गर्लफ्रेन्डसँग बिजी हो, म भिडियो बनाउनु बिजी हो है। तेल फलेको हेर्नु त ल, तेलको बोटमा यो तेल हो फेरि, यो तेल फलिरहेछ पुरा, यो हुन्छ पाक्दाखेरि नभए कालो यस्तो हुन्छ। अनि पाकेर झरेको गेडाहरू यो रातो रातो चाहिँ बगान तेलको कतिलो छ, पुरै तेलको जङ्गल छ हामी बस्ने एरियामा चाहिँ होइन। गाउँ भन्ने छैन, गाउँ भन्ने थोरै मात्रै हो, बजार भने एउटा मार्केट भिडियो देख्छ यहाँ परतिर, मेल गर्नु जाने सबै। तेल गाडी आइयो, तेल गाडी कस्तो फेरि सफा राख्छ कि हेरौँ न, यहाँनिर सफा गरेर फोहोरहरू एक साइडमा हामी आज यहीँ तेल गाडीमै घुम्ने भनेर आएको थियौँ। अनि अब यतैतिर यसो बस्ने, यसो हेर्ने, भिडियो बनाउने, पेट्रोल पनि हुन्छ अनि फर्किने भन्ने उता पेट्रोल पम्प पुगेर पनि फर्किनु पऱ्यो। यतातिर चाहिँ फेरि वनसुँगुरहरू पनि पाइन्छ क्या, वनसुँगुर कालिजहरू होइन, कसैले मार्दैन रहेछ कति हो त, आज चाहिँ निस्किएको छ होइन। यतातिर हेरौँ बोतल यो सब हामीले खाएको भन्नुपर्छ, अब के भन्नु होइन। यतातिर बोतलहरू पुरा, यहाँदेखि हेर्नुहोस् ल तेलको बगान बाहिरै देखिँदैन नि होइन, पुरा रुखै रुख छ। अब कसरी हेर्नु त टन्नै छ तेलको बोटेको, सबै उँधोतिर हेर्नु तेलको बोटेको पुरा। यतातिर हाम्रो जस्तो तोरीको तेल, सूर्यमुखी तेल भन्ने हुँदैन रहेछ, पुरै यो कति छ यस्तो होइन। बस्छौँ हामी यहाँ चाहिँ एकछिन अब, अनि त्यहाँदेखि हामी पेट्रोल पम्प फर्किन्छौँ आधी घन्टा जस्तो पछाडि। यहाँ एकछिन आराम गर्नु पऱ्यो, रेस्ट गर्नु पऱ्यो है। तेल गाडी आइपुग्यो हो होइन, तेल गाडी आइपुग्यो हो। अब एकछिन बस्छौँ आधी घन्टा जस्तो, त्यहाँदेखि जान्छौँ हामी पेट्रोल पम्पतिर। पेट्रोल पम्पदेखि अनि सामानहरू किनेर फर्किन्छौँ। यता हाम्रो सर पुरा बिजी हो होइन, गर्लफ्रेन्डसँग गाडीमा आइएर रमाइलो छ भनेर भन्नु भएन, कमाइ छैन घुम्ने र अर्को ठाउँमा के गर्नु, रमाइलो मात्रै छ, कमाइ समय केही छैन, खाए बस्यो यसरी चलिरहेको छ आजसम्म चाहिँ होइन। भोलिदेखि के हुन्छ थाहा छैन। अब चाहिँ हामी तेल गाडीबाट फर्क्यौँ, अब हामी पेट्रोल पम्प जानेछौँ है, पेट्रोल पम्प जानेछौँ। अब फर्किनु बसेर होइन, मौसम डुबिरहेको छ हेरौँ है, डुम्मा छ। अब हामी पेट्रोल पम्पतिर जाँदैछौँ। अब पेट्रोल पम्प गएर चाहिँ हामी रुम फर्किनेछौँ। हाइवे पुग्न लागिसक्यो, अब गएर पेट्रोल पम्प गएर चाहिँ रुम फर्किने हो। अब चाहिँ हामी फाइनली रोड निस्किसक्यौँ, अब पेट्रोल पम्प जाँदैछौँ होइन, यहीँ अगाडि हो पेट्रोल पम्प जाँदैछु। यहाँ गाह्रो छ क्या, फोनहरू पनि खोसिदिन्छ भिडियोहरू बनाउँदा, त्यही भएर अलिक जोगिएर भिडियोहरू बनाउनु पर्ने अवस्था पर्न चाहन्छु। यहीँ अगाडिदेखि हामी उता जान्छौँ। अघि त घाम लागिरहेको थियो, अहिले डुम्मा डुम्मा छ मौसम पनि। यहाँ हाम्रो सर पुरा फोनमा बोल्दै फाइनली हामी चाहिँ पेट्रोल पम्प पुगिसक्यौँ। सामान नभए चिसो चिसो लानु पर्ने थियो, अनि चिसो चिसो किन्ने फर्किहाल्ने हो। सबै देखिने तेलको बोट हो होइन, वरिपरिको हेरौँ हामी चाहिँ
पेट्रोल पम्प पुग्यो यही हो पेट्रोल पम्प चाहिँ यहाँ अगाडि यहाँ हाम्रो साथीहरू अगाडि आइरहेको रहेछ है सँगले चाहिँ अब भेटघाट भयो यही हो पेट्रोल पम्प चाहिँ यस्तो छ यही हो दोकान अगाडि स्वास्थ्य चौकी थियो यहाँ चाहिँ बन्द भएछ है डर लागेछ यहाँ हामी जाँदैछौँ चामल किनौँ है हामी चिसो किन्न आएको चिसो लगेर जानु पर्ने अनि अब यहाँ खाजा नास्ताहरू किन्दैछौँ हामी गाई चाहिँ रेडिमेड चाउचाउ यस्तो छ यो यस्तो छ चाउचाउ त उयो ठिक हुन्छ यो सेम सेम हो पकाइ चाहिँ हुन्छ तातो पानी लगाएपछि होइन छैन करेन्ट यहाँ पाउँदैन फाइनली हामी चाहिँ सामान किनिसक्यौँ अब रुम फर्किने हो होइन चिसो ल्याइयो चिसो चाउचाउ अनि यसो जाडोमा तातो बनाउने कुरो होइन चाहियो नि त मुड फ्रेस गर्नु पर्यो भन्दै आजको मेरो ब्लग यहीँ टुङ्गाउन चाहन्छु होइन भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिँदै लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्दै यहीँ मेरो भिडियो समाप्त गर्न चाहन्छु धन्यवाद।